guys, welcome back to my new vlog. आज चाहिँ हाम्रो सुर्खेतमा तेस्रो दिन है। हामी चाहिँ बिहान बिहानै नुहाएर हाम्रो सुर्खेत हाम्रो एकदमै पपुलर ठाउँ पपुलर मन्दिर है धार्मिक स्थल हाम्रो देउती बजेमा आइसकेका छौँ। मेरो बुढी भाउजू अनि त्यसपछि मेरो एकजना भाउजू छिन् अनि मेरो भतिजी सल्ना यतातिर चाहिँ। सो हामी चाहिँ जाँदैछौँ। यो चाहिँ हाम्रो गेट भयो है, यहाँबाट हामी इन्टर गऱ्यौँ। आज चाहिँ हाम्रो शनिबार भएको हुनाले एकदमै भिडभाड हुन्छ अरे यहाँ चाहिँ पूजा गर्ने भनेर पूजाको सामग्री पनि लिएर आइसकेका छौँ। आज शनिबार भएको हुनाले एकदम धेरै भिड रहेछ हाम्रो देउती बजारमा चाहिँ। अब लाइन लाग्नुपर्ने अरे सुरुमा चाहिँ यो मन्दिरमा पूजा गर्नुको लागि त्यहाँदेखि लाइन छ सुरु है। सकिन्छ लाइन लाग्न 10 बज्छ होला अहिले। आज दिउँसभरि यहीँ लाइन लागेर पूजा गर्ने हुन्छ सकिन्छ। पूजाको सामान हाम्रो रुद्राक्षदेखि लिएर सब अल चेक छ पूजाको सामान लगाइज। हेर्नुहोस् यहाँदेखि त्यो मन्दिरसम्मको लाइन हेर्नु त, त्यो लाइन चाहिँ हामीले अब कुर्नुपर्ने भयो। हामी लगभग 7 बज्नुभन्दा अगाडि नै आइसकेका छौँ, त्यही पनि यति धेरै लाइन भइसकेको छ। शनिबार भएको हुनाले यस्तो धेरै भिड भएको अरे। यतातिर पनि मन्दिर छ, हाम्रो मेन मन्दिर चाहिँ त्यहाँ पर पऱ्यो है, त्यो अगाडिको चाहिँ मेन मन्दिर हो। अब हामी कति टाइम कुर्नुपर्ने लाइनमा? यो लाइन यस्तो धेरै लाइन छ, धेरै दिन टाइम कुर्नु पऱ्यो है। भोक लाग्छ होला तल अलि भोक नभने चाहिँ कुरेछ है, कसैले पनि भोक नलाग्नु होला है। यो लाइन कति बजी सकिने हो, गाह्रो छ। हामी 10 मिनट भइसक्यो कुर्लाको, अलिकति 5 मिटर मात्रै अगाडि बढेको छौँ। अब हामी यहाँबाट अझै त्यहाँ मन्दिर पुग्नुपर्ने छ है। त्यो मन्दिर पुग्दासम्म त हामीलाई लाग्छ होला। यो लाइनमा बसेको 1 घन्टाभन्दा बढी भइसक्यो है, अझै पालो आइसकेको छैन। यति भिडभाड रहेछ नि शनिबार, कुर्दा कुर्दा हालत खराब भइसक्यो, भोक्नु लागिसक्यो है एकदमै। शनिबार भएको हुनाले यस्तो धेरै भिड भयो आज, कुर्दा कुर्दा हालत खराब भइसक्यो। मेरो बेबीको पेट पनि डर लागिसक्यो अरे, भोकले पूजा गर्न पाएन। अझै एराउन्ड आधा घन्टा कुरेर यो मन्दिरमा पुरा गर्छौँ होइन। त्यसपछि हामी फेरि अब मेन मन्दिर उता हो देउती बजेको, यो चाहिँ हाम्रो गणेशको मन्दिर हो होइन, म पूजा गर्छु सकेर। त्यसपछि हामी उता मेन मन्दिरमा गएर पूजा गर्छौँ। एन्ड देन त्यसपछि एउटा फोटो भिडियो खिचेर यहाँबाट सकिन्छौँ। र त्यसको लागि अझै हामीलाई लाग्छ होला 1.5देखि 2 घन्टा है, किनभने अझै कुर्नुपर्ने छ कि अझै कुर्नुपर्ने। त्यहाँ पनि लाइनै होला सायदै, त्यहाँ पनि यस्तो भिडभाड छ, गाह्रो छ गाइस। धेरै समयको पर्खाइ पश्चात चाहिँ हामी मन्दिरमा प्रवेश गर्न लागिसकेका छौँ। अब चाहिँ पुरै हाम्रो अगाडि 4-5 जना हुनुहुन्छ। लक्ष्मीजी चाहिँ यता हुनुहुन्छ, मलाई चाहिँ भोक लागेर गरीले पनि यस्तो सताइसक्यो अरे। घुम्नु ओडाइदिनु मातालाई त्यहाँ नरेलाई यहाँ राखेर पूजा गर्नु, दिनु एउटामा त घन्टा बाँधिदिनु। घन्टी पनि छ त। नरेलाई बाहिर लानु पार्नु होला है, हजुरको नरेल हो। माला लाउने कि लैजाने हो, छोरा लैजानु न यहाँ भगवान्लाई सबलाई लगाउनु। अब लगाइसक्यो। अब बाहिर गएर फुटाल्नु जानु, भेटी चढाइदिनु पर्यो सामानहरू।
फाइनली हामीले चाहिँ पूजा गरिसक्यौँ है सबै ठाउँमा। अब एकछिनमा फोटोसोटो खिचेर घरतिर फर्किने हुन्छ। एकदम आरामले आनन्द तरिकाले राम्रोसँग पूजा गर्न पायो। भेटभाट भए पनि सबै ठाउँ पूजा गर्न पायो है। हामी ब्याक टु होम के फाइनल्ली हामी चाहिँ घर आइसक्यौँ है दाइको घरमा। देउती मधे मन्दिर गएर पूजाआजा गरेर त्यहाँबाट आउनु पर्ने नास्ता पनि खाइयो अलिअलि। नास्ता खाएर हामी घरमा आइसक्यौँ अटो चढेर होइन। अनि त्यो यस्तो थकाइ लागेको छ एकदम थकाइ लागेको छ। त्यही आइयो एकदमै स्पेसल भनेको हाम्रो अब देउती बजारबाट ल्याएको यो रुद्राक्षको माला छ है। यस्तो एकदमै स्पेसल हुन्छ अरे। यो चाहिँ सधैँभरि आफूसँगै राख्नुपर्छ अरे भन्ने हिसाबले मैले ल्याएको छु है। यसको धेरै महत्त्व छ। यसले चाहिँ आफूले सोचेको सबै कुराहरू पुरा गर्छ भन्ने कुरा छ है। धेरै कुरा हुन्छ। आई होप अब हाम्रो देउती बजे माताले चाहिँ देउती बजेले चाहिँ सधैँ हाम्रो रक्षा गर्नुहुनेछ। त्यसको स्वरूप चाहिँ एउटा प्रतीकको रूपमा रहेछ है।